विवाहपछि दाजुभाइ र दिदीबहिनीको सम्बन्धमा किन आउँछ दरार? संसारमा धेरै सुन्दर सम्बन्ध छन्, तर दाजुभाइ र दिदीबहिनीको सम्बन्ध सबैभन्दा मिठो हुन्छ। यसले माया, स्नेह र मित्रता पनि झल्काउँछ। बाल्यकालमा दाजुभाइ र दिदीबहिनीहरू आपसमा झगडा गर्छन्, तर जब तिनीहरू ठुला र समझदार हुन्छन्, तिनीहरू पनि एकअर्काको सहयोगी बन्छन्। तर विवाहपछि दाजुभाइ र दिदीबहिनी बीचको सम्बन्धमा केही परिवर्तन आउँछन्, जसका कारण सम्बन्धमा दूरी बढ्न थाल्छ र कलह महसुस हुन थाल्छ। यस्तो अवस्थामा सम्बन्धलाई मजबुत बनाउन सोच्नुपर्छ। जीवन साथीको मन नपर्ने केटा होस् वा केटी विवाहपछि नयाँ परिवारमा सामेल हुन्छन्। दिदीको भाउजू आउँछ, भाइले भाउजू हुन्छ। यसरी परिवारमा माया कायम राख्न पार्टनरसँग घनिष्ठता बढाउन अति नै जरुरी हुन्छ। बेवास्ता केटा होस् या केटी विवाहपछि प्राथमिकतामा अचानक परिवर्तन हुन्छ। उनी आफ्नो जीवन साथीसँग बढी समय बिताउन थाल्छ। विवाहपछि पुरानो सम्बन्धलाई खासै समय दिएको हुँदैन। कयौं पटक विवाहपछि भाइ र बहिनीलाई एकअर्कालाई समय दिन पाएको हुँदैन। यसले गर्दा पनि दूरी बढ्दै जाने गर्छ।